हेलो गाइज, नमस्ते, गुड मर्निङ। आज फेरि हामीले अर्को ब्लग लिएर आएको छौँ। आज हामी बिहानै उठेर अर्को डेस्टिनेसनको लागि गाडीमा जाँदैछौँ र आजको अर्को डेस्टिनेसन रहेको छ जहाँ सबैजना गइसक्नु भएको छ अथवा जाने क्रममा होला, जहाँ नेपालको मोस्ट ब्युटिफुल ठाउँ रहेको छ गान्द्रुक। गान्द्रुक जाने क्रममा बाटोमा अहिले धेरै जसो पिच सडक छ भने थोरै मात्रामा कच्ची सडक छ। त्यस्तै गरी बाटोमा हामीले वरिपरि हरियाली वनजङ्गल हेर्दै कुरा गर्दै बाटोमा हामीले कलकलाउँदो सफा स्वच्छ पानीको झरना अथवा खोला बगेको देख्न सकिन्छ। हामी पनि केही क्षण झरना रम्नको लागि गाडी रोकेर जाने निर्णय गर्यौँ। कति पछि हामीले यति राम्रो झरनामा बसेर खेलेर पानीसँग रमाएको छौँ। दिदी बुवा आमा सबैजना कोही फोटो खिच्ने, कोही भिडियो बनाउने, कोही पानीमा रमाउने गरेर एकछिन समय बितायो। र हामी अहिले 3 आवर्सको यात्रापछि गान्द्रुकको बस पार्कमा पुगिसकेको छौँ। यहाँ झरेर वरिपरि डाँडा काँडाले ढाकेको हरियाली वन जङ्गल हेर्दै शुद्ध अक्सिजनको मजा लिँदैछौँ। आँखाले पनि कतिपछि नयाँ ठाउँ देखेर रमाइलो फिल गरिरहेछ। यसरी 3 घण्टाको यात्रा तय गरी हामी गान्द्रुक बस रोकमा आइसकेपछि मौसमले पनि साथ दिएको छ र यसरी हामी यहाँ आउँदाखेरि चाहिँ एकदमै वातावरण चिसो थियो र घाम पनि हल्का लागिरहेको थियो। मौसमले पनि साथ दिएछ साथै। र यसरी हामी फ्यामिली कुरा गर्दै कहाँ जाने के गर्ने भनेर प्लानिङ गर्दैछ, कुरा गर्दैछ। यसरी बस पार्कमा झरिसकेर हामी खुट्टाले हिँड्दैछौँ र खुट्टाले हिँड्दै भरिङ चढ्दैछौँ, किनभने बस पार्कदेखि माथि चाहिँ हामी हिँडेरै जानुपर्ने हुन्छ। त्योभन्दा माथि चाहिँ रोड छैन र यसरी हिँड्दै आफ्नो भारीहरू पनि बोकेर लानुपर्ने हुन्छ, किनभने यहाँको सुन्दरता नै यही हो, ढुङ्गाको बिछाएको बाटो हिँड्नुपर्ने हुन्छ। आमा पापाहरू चाहिँ बिस्तारै आउनुहुन्छ, किनभने उनीहरू हिँड्ने बानी छैनन्, गाउँमा त्यति साह्रो बसेको छैनन्। धेरै वर्ष अगाडि नै काठमाडौँ आएर बस्नुभएको हो उनीहरू। त्यही भएर अहिले उनीहरूको यति हिँड्ने बानी नभएको कारणले गर्दाखेरि चाहिँ बिस्तारै यताउता हेर्दै के कस्तो रहेछ यहाँको भन्दै हेर्दै हिँड्दै गफ गर्दै हिँड्नुहुन्छ उनीहरू। यसरी बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ उहाँ दिदीले चाहिँ हामीलाई
चिनेको जस्तो फिल गरेर बोल्नु हुँदै हुन्थ्यो र हामी चाहिँ फर्स्ट टाइम आएको हो भनेर रिप्लाई दिएको थियो किनभने हामी फर्स्ट टाइमै आएको हो गान्तोक चाहिँ पहिला आएको थिएन। यसरी चाहिँ आमाले यता कोदो रोपेको अनि सिस्नो फलेको देखेर पहिला पनि हाम्रो गाउँमा यस्तो हुन्थ्यो यसरी रोपेको थियो भनेर कुरा गर्दै हातले देखाउँदै हिँड्दै हिँड्नुहुन्छ। अहिले नेपालमा धेरै नै टुरिस्टहरू भित्रिन थालेको छन् किनभने हामीले जता पनि जाँदाखेरि टुरिस्टहरू धेरै देख्न सकिन्छ र यहाँ पनि अहिले गान्तोकमा टुरिस्टहरूको निकै नै फ्लो भइरहेको छ र हेर्न सक्नुहुन्छ उनीहरू घुमेर फर्किँदै हुनुहुन्छ। फाइनली हामी यति धेरै यात्रा गरिसकेपछि एक ठाउँमा आएर विश्राम गरिरहेको छौँ जहाँ चाहिँ वरिपरि फुल रोपेर आफ्नो घरको सौन्दर्य बढाइरहेको छन् भने वरिपरि ताजगी हावाहरू पनि आइरहेको छन् र यति सुन्दर ठाउँमा यति सुन्दर घर बनाएर बस्नुभएको छ। घरहरू हेर्दा लाग्छ एकदमै गाउँमै आएर बसौँ जस्तो, हाम्रो पनि गाउँमा यस्तै बनाएर बसौँ जस्तो बनाएर बस्नुभएको छ र यहाँ यताउता हेर्दा धेरै नै एकदम शान्त नेचरसँग नजिक भएर बस्न पाएको छन्। फाइनली केही बेर बसिसकेर खाना खाइसकेपछि हामी यो घरबाट बिदा लिएर निस्किँदैछौँ र एकदमै रमाइलो लागे पनि यहाँ बस्दाखेरि एकदमै चिटिक्क परेको सफा सुग्घर र खाना पनि मिठो अर्ग्यानिक खाना, त्यही माथि हावा चिसो वातावरणमा खाना पनि धेरै मजाले खाइयो र साथै हामी यसरी सबै फ्यामिलीहरू अब आफ्नो गन्तव्यबाट फेरि निस्किएर फर्किने क्रममा छौँ र यसरी रमाइलो मान्दै सबैजना फ्यामिलीहरू निस्किँदैछन्। यस्तो ठाउँमा आएर हामीले घुम्न पाएको छ। यसरी फर्केर पछि हामी बाटोमा एकदम राम्रो नजारा देख्ने भएको कारणले गर्दाखेरि बाटोमा हामी यहाँ बस्यौँ, चिया खायौँ, गफ गऱ्यौँ। नजाराहरू राम्रो देखेको कारणले गर्दाखेरि हामी यहाँ एकछिन बस्यो पनि गफ गर्दै। हेर्नुहोस् कति राम्रो नजाराहरू छन्। हाम्रो नेपालमा यति सुन्दर दृश्य ठाउँहरू छन् मनै लोभ्याउने। Thank you so much for watching.